What is pesticide? Pesticides are those substances which are used to kill or remove the pest from the plants is known as pesticide. तिमी फुलै फुलको फरिया फेर फुलहरूकै चोली लगाऊ फुलै फुलको बिछौनीमा आधा बिम्ची आधा निदाऊ भन्नको लागि केमिकल पेस्टिसाइड विषादीहरूको चाहिँ एकदम कम प्रयोग गरौँ। What is pesticide? Pesticides are those chemical substances which are used to remove, kill, control pest and weed of the cultivated crop is known as pesticide. Hello guys, welcome to new video. स्वागत छ हजुरहरूलाई आजको भिडियोमा। हिजो चाहिँ हामीले के छलफल गरेका थियौँ साँच्ची अघिल्लो भिडियोमा बिर्स्यौँ मैले। हिजो हामीले के गरेको थियौँ साँच्ची बायोपेस्टिसाइड्सको गरेका थियौँ। आज चाहिँ पेस्टिसाइड्स केमिकल पेस्टिसाइड्सको गर्नेछौँ। पेस्टिसाइड्स मात्रको पेस्टिसाइड्स भने केमिकल पेस्टिसाइड्सको गर्नेछौँ। के हो त पेस्टिसाइड्स भने? त्योभन्दा अगाडि हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा राख्दछु। अब भिडियोलाई सुरु गरौँ है त। पेस्टिसाइड्स जान्नु अगाडि चाहिँ पेस्ट भने चाहिँ के हो भन्ने जानौँ। पेस्ट भने चाहिँ अब जुन कुनै पनि अब हामीले बिरुवा लगाएको छौँ होइन, त्यसलाई चाहिँ अब त्यसमा चाहिँ अब कुनै पनि अब किराहरू लागेर त्यसलाई चाहिँ नाश गर्यो। अब त्यसबाट चाहिँ हाम्रो उत्पादन लिन सकिएन। अब त्यसलाई चाहिँ अब जस्तो कि बिरुवा उम्रिरहेको छ अब त्यसलाई मारिदिने, त्यसको पातहरू खाइदिने त्योहरू गर्छ भने त्यस्ता किरालाई चाहिँ पेस्ट भनिन्छ। सबै किराहरूलाई पेस्ट भन्न मिल्दैन। पेस्टहरू किराहरू हुन् तर सबै किराहरूलाई पेस्ट भन्न मिल्दैन। जुन पनि अब हाम्रो मानिलिउँ हामीले धान लगाएछौँ, धानमा चाहिँ अब कुनै एउटा किरा लागेर त्यसलाई नाश गर्यो भने चाहिँ त्यसलाई पेस्ट भन्न मिल्यो। तर धानमा चाहिँ अब मानिलिउँ गएर मौरी बस्यो भने त्यसलाई पेस्ट भन्न मिलेन। सबै पेस्टहरू किरा हुन् तर सबै किराहरू पेस्ट छैनन्। पेस्ट भने चाहिँ त्यो भयो। अब पेस्टिसाइड्स भने चाहिँ अब हामीले जति पनि लगाएका खाद्यान्न बालीहरू छन्, फलफुलहरू, फुलहरू भयो, यिनीहरूलाई चाहिँ अब कुनै पनि अब कीटाणुहरूले या किराहरूले पेस्टहरूले भनौँ तिनीहरूले चाहिँ अब नाश गर्न खोज्यो भने त्यसलाई रोकथाम गर्नको लागि प्रयोग गरिने विषादीलाई नै पेस्टिसाइड या विषादी भनिन्छ है त। यहाँ चाहिँ के रहेछ भनेदेखि डेफिनेसन सरल हेरौँ है त। बिउ बिरुवा रुख पशुपन्छी मानव स्वास्थ्य निर्माण क्षेत्र आदिमा लाग्ने शत्रु जीवहरूलाई रोक्न। शत्रु जीव जुन पनि अब जस्तै कि शत्रु भयो क्या, एनिमी। जस्तै कि अब धानमा पुतली लाग्ने त्यो शत्रुजीव भयो। शत्रुजीवलाई रोक्न, हटाउन, नियन्त्रण गर्न, व्यवस्थापन गर्न र नाश गर्ने लक्ष्य राखी प्रयोग गरिने विषालु पदार्थलाई नै विषादी भनिन्छ। विषादीले मानिस, जनावर, चरा, माछा, मौरी, माटोको सूक्ष्म जीवाणु, जङ्गली जनावर, लाभदायी किराहरूको क्षति र समग्र वातावरण नै दूषित बनाउने हुँदा यिनीहरूको लगातार र जथाभावी प्रयोग स्वीकार गर्न सकिँदैन है त। यो चाहिँ बुझिराख्नु होला। विषादी चाहिँ केमा प्रयोग गर्छौँ त भनेदेखि हामीले रोग किराहरू नियन्त्रण गर्न, झारपातहरू नियन्त्रण गर्न, अनि त्यसपछि मुसाहरू नियन्त्रण गर्न
भयो गर्छौँ। अनि त्यसपछि त्यो त बाली भण्डारण गर्नुभन्दा अगाडि भयो। बाली भण्डारण पछि चाहिँ हाम्रो बिउहरू अब त्यो किराहरूबाट बचाउन पोस्ट हार्भेस्ट पेस्टहरूबाट बचाउन जति पनि अब हामीले भित्राइसकेपछि लाग्ने किराहरू छन् नि त्योहरूबाट बचाउन प्रयोग गर्न सक्ने भयौँ। यो सुरुवात हिस्ट्री नहेरौँ, यो विषादीको किसिम पनि नहेरौँ। आज चाहिँ हामी ठिक्क चाहिने कुरा मात्रै हेर्नेछौँ। अब विषादीको सविन्यास वा रूप कस्तो कस्तो हुन्छन् त विषादीहरू चाहिँ सर लिस्ट मात्रै हेरौँ है त। यसको दुधिलो सार यो चाहिँ कस्तो हुन्छ, तरल, जुन अब पानी जस्तो हुन्छ नि, हाम्रो पानी भयो नि त्यस्तै खाले हुन्छ नि, तिनीहरू चाहिँ यो दुधिलो सारमा भयो। अनि पानी मिसिने झोल, यसमा चाहिँ अब पानी मिसिया हुन्छ। अनि त्यसपछि पानीमा मिसिने पाउडर भयो जुन पाउडर फर्ममा हुन्छ। त्यसपछि पानीमा मिसिने धुलो फर्ममा भयो। त्यसपछि फ्लोएबल्स भने चाहिँ दाना जस्तो हुन्छ क्या, जुन चाहिँ अब पानीमा घुल्छ। त्यसपछि धुलो भइहाल्यो। त्यसपछि चारा के को लागि भयो, मुसाहरूको लागि भयो। अनि बेड्सहरूको लागि भयो। अनि दानादार र चक्की यो पनि मुसाहरूको लागि भयो। अनि धुवादार जस्तै कि अब मच्छरलाई छर्किन्छ नि त्यो भयो। अनि त्यसपछि यति नै छन्। त्यसपछि आएर विषादीको वर्गीकरण भन्दा पनि मेन जान्नुपर्ने कुरा, हामीले विषादी किन्दाखेरि के हुन्छ, हाम्रो विषादीमा चाहिँ यस्तो खाले देख्दैन क्या, यस्तो खाले कोठा हुन्छ क्या, यस्तो खाले कोठा हुन्छ। यस्तो खाले कोठामा चाहिँ अब जुन यहाँ मैले यो रेड लेखा देखाएको छैन होला, अलिक उसबाट सुरु गरौँ, ग्रिनबाटै। यहाँ ग्रिन खाले हुन्छ होइन, त्यो चाहिँ कस्तो हुन्छ भनेदेखि अपेक्षाकृत सुरक्षित हुन्छ। यो चाहिँ ग्रिन चाहिँ हामीले यस्तो खालेमा कलर हुन्छ क्या, जस्तै ग्रिन हरियो कलर हुन्छ। अनि यस्तो कोठाहरूमा सबैमा अब जस्तै कि एउटा मात्रै कोठा हुन्छ, तर त्यसमा अब यस्तो रङहरू हुन्छ क्या, त्यसमा माथि चाहिँ सेतो, तल चाहिँ अब जस्तै कि हरियो, अनि निलो, त्यसपछि अनि पहेँलो, रातो हुन्छ। यस्तो खाले हुन्छ। म अगाडि पोस्टरमा राखिदिन्छु। यस्तो खाले हुन्छ, माथि चाहिँ सेतो, तल चाहिँ अब कलर हुन्छ। मसँग चाहिँ कलर नभएर चाहिँ कलर लगाउन सकिएन, त्यो हुन्छ। अनि अब हरियो चाहिँ कस्तो हुन्छ भने अपेक्षाकृत सुरक्षित हुन्छ। यो चाहिँ धेरै त्यति हुँदैन, ठिकै हुन्छ। खासमा हामीले प्रयोग गर्नुपर्ने चाहिँ यो हो। तर के भइसक्यो, प्रयोग गर्दा यसले काम गर्न छोडो। त्यसपछि केमा गयौँ हामी, निलोमा गयौँ। निलो मध्य रूपले विषालु हुन्छ। यो चाहिँ हरियोभन्दा अलिक विषालु हुन्छ। त्यसपछि अब हामीले यो पनि प्रयोग गऱ्यौँ। थाहा पत्तो केही छैन, अन्दाधुन्दा प्रयोग गऱ्यौँ, यसको पनि जानकारी नै नलिकन होइन। त्यसपछि हामी कहाँ पुग्यौँ, पहेँलोमा पुग्यौँ। पहेँलो के हुन्छ, विषालु। यो हरियो र निलो त लगभग ठिकै थियो, पहेँलोमै पुगिसक्यौँ क्या, यो विषालु हुन्छ। यो पहेँलोमा किन पुग्यौँ हामी, अब किराहरूले पनि आफ्नो अब त्यो केमिकल पचाउने क्षमताको वृद्धि गर्यो। अनि त्यसपछि हामीले औषधि पनि, यो विषादी पनि अन्धाधुन्दा प्रयोग गरौँ, त्यो जानकारी नै नलिकन अनावश्यक रूपमा गरेर छर्किएका छौँ। थाहा छैन अब ल्याएको छ, बेचेको छ, अब त्यहाँ यो यस्तो भयो, मेरो यसमा हाल्नु पऱ्यो भन्छन्। अनि अब दिन त दिन्छन् पसलहरूबाट नि, अब यति हाल्नु है भनेर दिनुहुन्छ, दिन पनि किसानहरूलाई यति भने कति एक पम्पमा झप्पै हाल्यो र छर्किदियो। अनि त्यसपछि अर्को हुन्छ रातो चाहिँ अब प्रयोग गरेर देखाएको छैन मैले, प्रयोगमा आइसक्यो होला जस्तो लाग्छ।
यो चाहिँ ज्यादै विषालु हुन्छ। सकेसम्म पहेँलो र रातो हामीले प्रयोग गर्नु हुँदैन। सकेसम्म त विषादी नै प्रयोग गर्नु हुँदैन। अब प्रयोगमा आइसक्यो नि त, त्यसलाई अब हामीले बिस्तारै बिस्तारै कम गर्नुपर्छ क्या। तर कम गर्ने ठाउँमा हाम्रो चाहिँ बढी हुँदै गएर पहेँलो लेभल पनि अब कट्ने अवस्था आइसक्यो। अब तरकारीमै विषादी भेटिन थालिसक्यो कि खाने, जुन अब हामीले कन्ज्युम गर्नलाई रेडी भएको हुन्छ नि त मार्केटमा लग्या, त्यसमा नै भेटिन थालिसक्यो। अनि त्यसपछि जीवनाशक विषादीको सूचक पत्र। के हुन्छ त? खतराको सङ्केतहरू धेरै विषालु, मध्यम विषालु, सङ्केत रहित, धेरै विषालु, विषालु, मध्यम विषालु, सामान्य विषालु, सङ्केत रहित पनि हुन सक्छन्। अनि पहिचान सम्बन्धी भागमा व्यापारिक नाम हुन्छ, सामान्य नाम हुन्छ, नाम पनि फरक हुन्छ। विषादीमा सक्रिय तत्त्वको प्रतिशत, सविन्यासको प्रतिशत, ब्याच नम्बर, उत्पादन मिति, उपयोगिता, समाप्त हुने मिति, यो सबै हुन्छ हाम्रो विषादीको प्याकेटमा। अनि प्रयोग सम्बन्धी निर्देशको भाग पनि हुन्छ, के, कहाँ, कहिले, कसरी भन्ने पनि हुन्छ। सुरक्षाको सावधानी सम्बन्धी पनि हुन्छ। अनि वातावरण सम्बन्धी सावधानीहरू पनि त्यहाँ हुन्छ, ध्यान दिनुपर्छ हामीले। विषादी भण्डारण र नष्ट गर्न सम्बन्धी प्रवेश पनि गर्दछ। यो सबै हाम्रो विषादीको उसमा इन्क्लुड भएको हुन्छ प्याकेटमा। अनि विषादी मानिसको शरीरमा कसरी प्रवेश गर्छ? छालाबाट, फोक्सोबाट, मुखबाट, आँखाबाट। छालाबाट कति बेला प्रयोग बस्छ? जब हामीले छर्किरहेको हुन्छौँ त्यति बेला अब हाम्रो छालाको उसमा आउँछ, या त छर्किरहेको बेला भन्दा पनि अब हामीले पन्जा नलगाइकन विषादीको घोल बनाएर हुन्छौँ नि त, त्यो बेला हाम्रो छालाको सम्पर्कमा आउँछ अनि छालाबाट हाम्रो शरीरभित्र जान्छ। यसलाई रोक्नलाई के गर्ने? पन्जा लगाउने, ग्लोभ्स। अनि त्यसपछि फोक्सोबाट कसरी सर्छ? हामीले मास्क लगाएनौँ, सरर छर्केका छौँ, मास्क लगाएको छैन, यति त नि लगाउनु पऱ्यो मास्क भनेर छर्केको छ। त्यही भएर ग्लोभ्स आयो, पन्जा, त्यसपछि मास्क आयो, त्यसपछि अर्को के छ? मुखबाट। फोक्सोबाट चाहिँ श्वास क्रियाबाट भयो, मुखबाट नि खानाको सेवनबाट। यो पनि खाना बनाउनु अगाडि हातहरू अब त्यो प्रयोग गरेको छ भने राम्रोसँग धोराउने। त्यसपछि अनि अब त्यो तरकारीहरू पनि अब प्रयोग गरेको छ भने कति दिन भयो प्रयोग गरे त्यो हेर्ने। अब आज प्रयोग गरेको छ, आजै खाना भएन, त्यो अब कति दिनपछि त्यो खानलाई उपयुक्त हुन्छ त्यही अनुसार खाने। त्यसपछि आँखाबाट, यसबाट जोगिन, आँखाबाट पस्नबाट जोगिन के गर्नुपर्छ? चस्मा लाउनुपर्छ। छालाबाट जोगिन एप्रोनहरू भयो, अनि त्यसपछि ग्लोभ्सहरू भयो, बुटहरू भयो, अनि कपडाहरू अब लामो पुरै ढाक्ने लगाउनुपर्छ, त्योहरू भयो। त्यसपछि अर्को के भनेको थिएँ मैले? भन्नुहोस् त, भन्नुहोस्। अर्को भनेको थिएँ चस्मा लगाउनु पर्यो, अनि त्यसपछि मास्क लगाउनु पर्यो, त्यसपछि के हाल्नु पर्यो? त्यसपछि हावाको दिशा हेर्ने। हावा यताबाट आइरहेछ, ठुलो हावा आइरहेछ, अनि हामीले यसरी छर्केर हुँदैन, बरु हावा यताबाट आइरहेछ भने हामी जुन हावाको डिरेक्सनबाट गरिरहेछ त्यही डिरेक्सनबाट मिलाएर छर्किनुपर्छ। अनि त्यसपछि ठुलो हावा आएको बेला छर्किन हुँदैन, विषादी छर्किन ध्यान दिनुपर्ने कुराहरू भनिहाल्छु है त म। अब प्रोटेक्टिभ क्लोथ्सहरू लगाउने, जस्तै पन्जा भयो, बुट भयो, लामो कपडा भयो, एप्रोन भयो, त्यसपछि मास्क भयो, सनग्लास भयो, त्योहरू लगाउने। त्यसपछि विषादी छर्किने बेलामा धुम्रपान नगर्ने, मद्यपान नगर्ने। त्यसपछि अर्को छ छर्किने समयमा ध्यान दिने। कुनै पनि विषादी टन्टालापुर घाम लागेको बेला छर्किनु हुँदैन,
पानी परिरहेको बेला छर्किनु हुँदैन, बादल आएको छ भने छर्किनु हुँदैन। कस्तो बेला छर्किने, बिहान त्यो अब जुन हाम्रो पातमा शीत हुन्छ नि, शीत मरेपछि या त अब शीत छैन भने अगाडि नै छर्किएको, शीत छ भने शीत सुकेपछि, किनकि अब त यसमा शीत भएपछि नअड्डी नै बगेर जाने हुन्छ, हाम्रो विषादी नष्ट हुने हुन्छ। या त बेलुका घाम अस्ताउने बेलातिर, बेलुकाखेरि शीत परिसकेको हुनु भएन, घाम धेरै चर्को हुनु भएन, अनि हावा धेरै चलेको अवस्था हुनु भएन, त्यति बेला छर्किनु पर्यो। अनि मात्रा, प्रयोगको मात्रामा ध्यान दिने, कति मात्रामा प्रयोग गर्नुपर्ने हो। अब सरी, अब 1 लिटर पानीमा 1 ग्राम हाल भनेको छ भनेदेखि 1 ग्रामै हाल्ने क्या। हाम्रो के छ, त्यसरी भएन। जति भनेको छ, जति तोक्या छ मात्रा त्यही अनुसार हाल्नु पर्यो। इफ धेरै अब त्यहाँ अब हल्का मात्र लागेको छ भने त्यही अनुसार छर्किनु पर्यो रासायनिक विषादी चाहिँ। अनि त्यसपछि प्रयोगको मात्रा भयो। अनि कुन विषादी कहाँ प्रयोग गर्ने भन्ने पनि थाहा हुनु पर्यो। जुन पाए त्यही विषादी, जहाँ पाए त्यही छर्केर हुँदैन, त्यसले बिरुवा नै नष्ट गर्ने हुन्छ, जुन इन्सिडेन्ट भइसकेको छ। यो चाहिँ यो घटना चाहिँ अब नभनौँ, भइ चाहिँ सकेको छ। त्यही भएर प्रयोग गर्नु अगाडि त्यसको नाम के हो, काम के हो, के को लागि हो, त्यो सब ध्यान दिएर कहिले प्रयोग गर्ने, कहाँ प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्ने कुराहरू सब ध्यान दिएर प्रयोग गर्नुपर्ने हुन्छ। अब यो कहाँबाट सर्छ पनि भइहाल्यो। विषालुपन कतिको विषादी छ, के छ, यो पनि भइहाल्यो। अब विषादी मानिसको शरीरभित्र प्रवेश गर्ने कारणहरू के कारण रहेछन्। असुरक्षित भण्डारण, त्यहाँ विषादीमा के लेखा हुन्छ, बच्चाको पहुँचदेखि टाढा राख्नु होला। त्यो त विषादीमा मात्रै होइन, हरेक औषधिमा राखेको हुन्छ। त्यो भण्डारण गर्दा ध्यान दिएर कस्तो ठाउँमा भण्डारण गर भनेको छ त्यही अनुसार भण्डारण गर्ने। अनि त्यसपछि सुरुमै कडा विषादीको प्रयोग, सुरुमै लर एकदम कडा हालिदिने, त्यस्तो गरेर हुँदैन। जुन मैले लेभल देखाएको थिएँ त्यो लेभल हेरेर अनि त्यसपछि कति प्रयोग गर्नुपर्छ भनेको छ त्यही अनुसार प्रयोग गर्नुपर्ने हुन्छ। सुरुमै एकदम कडा बनाएर हाल्नु हुँदैन, त्यसले बिरुवा नै मार्ने हुन्छ क्या। अनि त्यसपछि खुल्ला सिमानाबाट हुने चोरी पैसारी नियन्त्रणमा कठिनाइ, अनि जनचेतनाको कमी भयो, यस्तै छन्। त्यसपछि विषादीको कारण मानव स्वास्थ्यमा पर्ने असरहरू सरलाई हेरिदिउँ है त। रियाँटा लाग्छ, पक्षाघात आक्रमण, मुर्छा पर्ने हुन्छ, मान्छे थाकेको महसुस हुन्छ, होसै हराउने हुन्छ, टाउको दुख्ने हुन्छ, बान्ता हुने, वाकवाक आउने हुन्छ, टन्नै छ रोग, सुवा हुने पनि हुन्छ, ख्वाङ खोकी लाग्ने पनि हुन्छ, छाती दुख्ने पनि हुन्छ, मांसपेशीहरू थाक्नु, कम्पन हुनु त्यो पनि हुन्छ। अनि वाकवाकी लाग्नु भयो, पेट बटारिनु, दिशा पखाला लाग्नुहुन्छ, पखालै लाग्दिने, छाला लातो हुन्छ, छाला फुट्ने, चिलाउने, फोका आउने हुन्छ, छाला रातो हुने, सेतो हुने हुन्छ। त्यसपछि लडखडाएर हिँड्ने हुन्छ मान्छे, त्यो रक्सी खाएर हिँड्ने हुन्छ नि मान्छे, त्यस्तै हुन्छ। त्यसपछि निद्रा लाग्दैन, आँखी भाउ फरफर गर्छ। त्यसपछि आँखा रातो हुने, पोल्ने, आँसु बगाउने, धमिलो देख्ने हुन्छ। त्यसपछि नाक पोल्ने, पातलो सिँगार बगिरहने हुन्छ, बडी र्याल चुइने हुन्छ। त्यसपछि दीर्घकालीन पछि के लाग्छ त रोग, यो त भर्खरै त्यो छर्किने बित्तिकै लाग्ने त्यो देखिने लक्षणहरू भयो। दीर्घकालीन के छ, क्यान्सर वा ब्रेन ट्युमर हुने हुन्छ, श्वास प्रश्वास सम्बन्धी रोगहरू देखा पर्छन्, स्नायुजन्य र व्यवहारजन्य असरहरू, सुस्त मनस्थितिको हुन्छ मान्छे,
अनि प्रतिरोधात्मक क्षमतामा असर आउँछ। जुन अब हाम्रो शरीरमा प्रतिरोधात्मक क्षमता हुन्छ नि त्यो चाहिँ कमी हुँदै जान्छ। त्यसपछि पक्षाघात हुन्छ, वंशानुगत परिवर्तन हुन्छ। यो त हामीलाई मात्र जुन अब हामीले छर्केका छौँ हामीलाई मात्र होइन कि हाम्रो आउने वंशलाईसम्म असर गर्छ पछिसम्म। त्यसपछि कलेजो खराबी, मानसिक असन्तुलन, एलर्जी हुने, अनि जन्मजात अपङ्गता, बाँझोपनहरू भयो तीहरू देखा पर्छन्। अब वातावरणमा चाहिँ के असर गर्छ त यसले? ग्लोबल वार्मिङ, ओजन तहमा छिद्र। जुन अब हाम्रो ओजन तह चाहिँ धुलो पर्दै पर्दै घामको तापक्रम बढ्दै आइसक्यो भने छ नि, त्यो चाहिँ अब हामीले धेरै विषादी छर्क्यौँ भने पनि नि त्यसले पनि यसमा असर गर्छ। त्यसपछि जैविक विविधतामा ह्रास, जल प्रदूषण, वायु प्रदूषण, किराहरूको पुनर्स्थापन हुनु, समयको बर्बादी, माटो प्रदूषण। त्यसपछि अनि खाद्यान्नहरूमा धेरै हुने, माटोमा अब त्यसपछि जुन हामीले छर्के विषादी हुन्छ त्यसको स्टबल्स बसिरहेको हुन्छ, तिनीहरू भयो। अनि त्यसपछि यस्तै छन्। अब यो नामहरू यताउति यो चाहिँ अब अर्को उसमा छलफल गरौँला। मेन आजको उसबाट जान्नुपर्ने कुराहरू चाहिँ जुन मैले यो 4वटा देखाएको थिएँ नि लेभल, कतिको खतरनाक के यो ध्यान दिने। त्यसपछि छर्दा के कुरामा ध्यान दिनुपर्ने रहेछ त्यो कुरामा ध्यान दिने। के रहेछ त? के रहेछ कमेन्ट गर्नु होला है त। सर्र लाएर क्लोथहरू प्रोटेक्टिभ लगाउने, कहाँ छर्किने, कसरी छर्किने, कहिले छर्किने, कति मात्रामा छर्किने, त्यो सब ध्यान दिने। त्यस्तै छन्। हजुरहरूले पनि सर्र कमेन्ट गरिदिनु होला है त। अब आजलाई चाहिँ भिडियो यति नै गरिदिउँ कि यति नै गरिदिउँ कि के हो अरे त विषादी भने कुनै पनि शत्रु जीवहरू नष्ट गर्नको लागि प्रयोग गरिने रासायनिकै नभनौँ गरिने विषालु पदार्थलाई विषादी भनिन्छ। त्यो रासायनिक पनि हुन्छ, जैविक पनि हुन्छ। आज हामीले छलफल चाहिँ रासायनिकको गरिरहेछौँ। जैविक छर्किँदा पनि यति अब त्यो लेभलहरू चाहिँ त्यति थाहा भएन जैविककोमा, तर यो कुराहरूमा जैविक छर्किँदा पनि हामीले त्यो प्रोटेक्टिभ क्लोथहरू लगाउने, के छर्किने कति छर्किने त्यो सबै ध्यान दिनु पर्छ। कुन बालीमा कुन रोगलाई कुन छर्किने, अनावश्यक रूपमा मात्र छर्केर पनि भएन। यो कुरामा चाहिँ सबले ध्यान दिनु पर्यो। अब अहिले त उत्पादन लिइरहेछौँ, फेरि अर्को अब हामी आउने भावी पुस्ताहरूले अब यो विषादी प्रयोग गर्दै जाँदाखेरि अब माटोको उत्पादन शक्ति नै घट्दै जान्छ। ग्लोबल वार्मिङ भएर अब पानी पर्ने कहिले धेरै पर्ने, कहिले पर्दै नपर्दै सुक्खा लाग्ने हुन्छ। त्योहरूमा हामीले ध्यान दिनुपर्ने हुन्छ है त। अब आजलाई चाहिँ भिडियो यति नै गरिरहँ होला। भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद। किप वाचिङ, किप सपोर्टिङ, किप स्माइलिङ गाइज। थ्याङ्क यू फर वाचिङ।